जीले सोध्नु भएको छ कति थाल भात खानुहुन्छ त? ल्याम है हजुर। पहिलाको हिसाबमा चाहिँ अहिले धेरै नै कम भइसकेको छ। पहिला चाहिँ 3 टाइम खान्थे, 3.5 टाइम भनेपछि 6 थाल जति खान्थे होला। अहिले चाहिँ 1 थालमै हुन्छ दिनभरि। विवेक साईजीले सोध्नु भएको छ गेमहरू बिग्रियो भने तपाईँले आफूलाई कसरी मोटिभेट गर्नुहुन्छ? जिम गरेर। संयमजीले सोध्नु भएको छ पहिलाको टिमसित खेल्न सजिलो कि अहिलेको टिमसित? म जुन टिमसँग खेलेँ त्यही टिमसँग सजिलो हो। ब्ल्याक स्मोक अभिषेकजीले सोध्नु भएको छ हाम्रो स्क्वाडमा सबैभन्दा धेरै मुख कसले छाड्छ? नो फेयर भाइ, दापिसे निन्जा, अनि मलिक, अनि म, अनि त्यसपछि बरु दीपक खड्काजीले सोध्नु भएको छ फेभरेट पब्जी मोबाइल प्लेयर फ्रम नेपाल एक्सेप्ट टिममेट्स? CR7 हो र। ल रुपेश घिमिरेजीले सोध्नु भएको छ स्काई नेम कसरी भयो? स्काई नेम कसरी भयो भन्दाखेरि चाहिँ धेरै नै लामो कहानी छ। म त्यत्रो लामो जान चाहिनँ। एक रात म सुतेर सोचिरहेको थिएँ आफ्नो नाम के राखौँ भनेर अचानक मेरो दिमागमा एउटा प्रश्न खेल्न थाल्यो। आकाश भनेको स्काई, त्यहीँबाट स्काईको उत्पन्न भयो, स्काई जन्मेको भनेको त्यहीँबाट, त्यही रातबाट हो। एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। अभि शर्माजीले सोध्नु भएको छ हो र स्पोर्ट्समा हुँदा धेरै रफ बोल्नुहुन्छ कि रमा हुँदा? मजा पनि यस्तै हो, कम हुँदैछ अलिक। रामजी होरले सोध्नु भएको छ यो अग्रेसन कहाँबाट आउँछ ब्रो? एक्लै घुसेर हान्ने, प्लिज टेल मी। यहाँबाट। बब खड्काजीले सोध्नु भएको छ हो र स्पोर्ट्सको सबसे धेरै कन्फिडेन्ट भएको प्लेयर को हो? नो फियर। वान गुरुङजीले सोध्नु भएको छ वेयर आर यु फ्रम? आई एम फ्रम नेपाल। प्रथम खड्काजीले सोध्नु भएको छ अब आउने न्यू प्लेयरहरूलाई के भन्न चाहनुहुन्छ? कस्तो छ स्पोर्ट्समा फ्युचर? स्पोर्ट्समा फ्युचर त आफूलाई थाहा छैन, तर मेन्टल्ली अलिक प्रिपेयर हुनु, कन्सिस्टेन्ट ट्रेनिङ गरिरहनुपर्छ। ल पन्च ब्रोले सोध्नु भएको छ बुट क्याम्पको इन्भाइरोमेन्ट कस्तो छ? फ्यामिलीबाट कति